सरकारले नै घर खोजिदिन्छ भन्ने चाहिँ होइन, तर नेपालमा पनि थोरै केही डाउन पेमेन्ट गरेर बाँकी फाइनेन्समा आफ्नो आर्थिक क्षमता अनुसारले घर जग्गा किन्न भने अवश्य पनि सक्नुहुन्छ। अहिले नेपाल राष्ट्र ब्याङ्कको पोलिसी अनुसारले प्राइभेट रेजिडेन्सियल होम लोन चाहिँ 3 करोडसम्मको लिमिटमा राखेको छ। यदि तपाईँ फर्स्ट टाइम होम बायर हुनुहुन्छ भने त प्रपर्टी भ्यालुको 80% सम्म हजुरले ब्याङ्क फाइनेन्सिङ गर्न मिल्छ। जस्तै कि यदि तपाईँ 1 करोडको प्रपर्टी किन्दै हुनुहुन्छ भने 80 लाखसम्म हजुरले ब्याङ्किङ गर्न मिल्छ भने 20% भन्ने 20 लाख भन्ने चाहिँ हजुर आफैले जुटाउनु पर्ने हुन्छ एज अ डाउन पेमेन्ट। तर यो भन्ने बित्तिकै अटोमेटिकली स्वतः तपाईँले 80% नै लोन पाउनुहुन्छ भन्ने चाहिँ होइन। यो चाहिँ ब्याङ्क अनुसारले हजुरलाई तपाईँको इन्कम सोर्सदेखि लिएर रिपेमेन्ट क्यापेसिटी अनि त्यस पछाडि प्रपर्टी भ्यालुएसन र रिक्वायर्ड डकुमेन्ट्सका आधारमा ब्याङ्कले डिटरमाइन गर्छ लोन अमाउन्ट चाहिँ कति दिने भनेर। त्यसै गरी जग्गाको केस पनि त्यही नै हुन्छ। 70% सम्म चाहिँ हजुरलाई ब्याङ्किङ फाइनेन्स गर्न सकिन्छ। त्यही हो, हजुरको सोर्स अफ इन्कमहरू, रिक्वायर्ड डकुमेन्ट्सहरू चाहिँ सबै क्लियर हुन पर्यो।